2062-63 सालको जनआन्दोलनका क्रममा नेपाली जनताले लखेड्दै लैजाँदाखेरि ठुलो भिडबाट लडेर मरेको बाघलाई 2-4 जनाले फेरि काँधो बोकेर यो त जिउँदैछ भनेर आउँदैमा हामी पनि फेरि त्यही लहलैमा लागेर यो त साँच्चीकै जिउँदै हो कि साँच्चीकै जिउँदैछ कि भनेर दौड्दै गएर त्यो मरिसकेको बाघलाई पुक्कले लात्ताले हान्ने पनि हामी पनि उस्तै हौँ कि जस्तो मलाई लागिरहेको छ सभामुख महोदय। मरिसकेको बाघको सिनो बोकेर आउने मान्छेको त काँध त गनाउँछ नै सभामुख महोदय, तर हामीले पुक्कले लात्ताले हान्दाखेरि सिनोलाई लात्ताले हान्दाखेरि हाम्रो लात्ती पनि त खुट्टा पनि त गनाउँछ होला नि त सभामुख महोदय। त्यसैले निवेदन गर्न चाहन्छु सभामुख महोदय कि अब यतापट्टि ध्यान दिएर आफ्नै लात्ती आफ्नै खुट्टालाई दुर्गन्धित बनाउनतर्फ हामी लाग्नु हुँदैन। हामी कर्मले, मैले अघि नै भने, हामी कर्मले, हाम्रो व्यवहारले, हाम्रो दृष्टिकोणले, हाम्रो उद्देश्यले, हाम्रो गन्तव्यले यो व्यवस्थालाई सुदृढीकरण गर्दै लैजाने हो। त्यसो भयो भने हामीले मरेको बाघको जुङ्गा उखेलेर वीरता प्राप्त गर्छु भने हिँडिरहनु पर्छ भन्ने मलाई लाग्दैन सभामुख महोदय। निवेदन गर्न